नमस्ते नमस्कार। आज धेरै इम्पोर्टेन्ट भिडियो तपाईहरुको लागि मैले गोलचक्करको गाडी बनाएको छु र यो भिडियोले तपाईहरुको लाइफमा धेरै कुराहरु सिकाउनेछ भन्ने कुरामा विश्वास भएर मात्रै बनाएको हो। तपाईहरुले थाहा हुनुपर्छ कि विदेश को गइराखेको छ र विदेश किन जानुपर्छ, किनभने अहिले बाध्यता छ। मार्केटमा एउटा यस्तो सिचुएसन क्रिएट भइसकेको छ जसले गर्दा व्यापार छैन। व्यापार नभएर त्यो व्यापारमा रहिएको कर्मचारीलाई स्यालेरी एकदमै न्यूनतम छ र त्यो न्यूनतम स्यालेरीले उलाई नपुगेको कारणले गर्दा, अपुग भएको कारणले गर्दा तिनीहरू चाहिँ के गर्ने भनेर व्यापारमा काम गर्दै गरेर 10,000 5,000 को स्यालेरी खाँदै गरेर उनीहरूको माइन्डमा आउँछ कि अब गर्ने के। माइन्डमा एउटै कुरा सुनाउँछ कि हो विदेश के जाने, विदेश जाने। तर तपाईहरु एउटा कुरा ख्याल गर्नुहोस् त, विदेश को जान्छ? हामी जस्तो मान्छे यादव लगायतका केही मतलब यस्तो मान्छेहरू जुन राम्रो मान्छेहरू विदेश जाने गरेको छ। तर चाहिँ तपाईले यो कुरामा दिमाग लगाउनु, सरसफाइ गर्ने सरसफाइ कर्मीहरू नेपालबाट कतिवटा विदेश गएको हो त? तिनीहरू किन जाँदैन? किनभने तिनीहरू 5 ठाउँमा 6 ठाउँमा काम गर्छ। अलिअलि स्यालेरी आए पनि उनीहरूलाई एकदम अपुग जस्तो स्यालेरी हुँदैन, किनभने पुगेको जस्तै स्यालेरी हुन्छ। त्यसकारणले गर्दा उनीहरू विदेश गएको हामीले हेर्न पाइँदैनौँ। तर हामी जस्तो मान्छेहरू, युवाहरू, प्राय गरेर समझदार फ्यामिलीका मान्छेहरू हामी भन्छौँ र हामी असमझदार बनेर विदेश प्लान हुन्छौँ। हामी यही देशमा केही काम गरेर हामी चाहन्छौँ कि एउटै पसलमा एउटै ठाउँमा काम गरेर केही इन्कम जेनेरेट गरौँ भने त्यसले गर्दा कहाँ हुन्छ र जना फ्रीमा कहीँ पैसा आउँछ। त्यस कारणले गर्दा कुनै पनि मान्छेले एउटा काम गरेर नहुने भएकोले प्यासिभ इन्कम जेनेरेट गर्नुपर्छ। र प्यासिभ इन्कम भनेको के हो? मेरो यही लिङ्कमा तपाईँहरू भिडियो हेर्न सक्नुहुन्छ र यही मतलब प्रोफाइलको तल गएर व्हाट इज प्यासिभ इन्कम भनेर सर्च गर्दाखेरि मेरो भिडियो आउँछ र त्यहाँ हेर्नुहोस्, प्यासिभ इन्कम जेनेरेट गर्नु। यदि आएन भने मलाई कमेन्ट गर्नु, म तपाईँलाई भिडियो पठाइदिनेछु। र तपाईँहरूले अब आजबाट के कुरा राम्रो गर्छु जुनुन लिएर कृपया बस्दिनु होला। धन्यवाद। सिक्नु होला के कुरा है।